हामीले रमाइलो ठाउँहरूलाई निहाल्दै लगभग हाम्रो गन्तव्यसम्म आइसकेका छौँ। पारी देखिँदै गरेको घरहरू चाहिँ रुमथ्या हो भने यतापट्टि चाहिँ सालवा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म तपाईँहरूलाई कुवेतको गाउँहरू देखाउन गइरहेको छु। सो हेर्ने हो नि त, लेट्स गो। यो गाउँहरू हेर्दाखेरि चाहिँ एकदम शान्त र सुन्दर देखिन्छ। यो बस्ती बनाउनुभन्दा अगाडि नै यसको डिजाइन गरिएको हो कि जस्तो लाग्छ। एकतर्फी घरै घर भने अर्कोतर्फी बाटो। यो ठाउँलाई यसो म्यापमा हेर्ने हो भने नेपालमा जग्गा बेच्नलाई प्लटिङ गरे जस्तो देखिन्छ। यो ठाउँलाई चाहिँ सालवा भनेर चिनिन्छ। नेपालमा चाहिँ नगरपालिका अथवा गाउँपालिका 1, 2, 3 हुन्छ भने यहाँ चाहिँ ब्लक 1, ब्लक 2 हुन्छ। मैले चाहिँ यतैतिरको अर्डर लिएर आएको थिएँ। सो अहिले चाहिँ म फर्किँदैछु सालमियातिर। यो बाटोमा जति पनि हरियो रुखहरू छ नि, यतिको बनाउनलाई यहाँनिर धेरै मेहनत गरेको देखिन्छ। हाम्रो नेपालमा प्राकृतिक हरियाली हुन्छ भने यहाँ कतै न कतै बनावट जस्तो देखिन्छ। यहाँ धनै 20वटा रुख बराबर एकजना मान्छे राखिएको हुन्छ यो रुखलाई सिँगार्नको लागि। अहिले चाहिँ म सालवाको अन्तिम भेगमा आइसकेको छु। सालवा सिद्धिने साथै रुमथ्या आउँछ। सालवा रुमथ्या पनि नेपालको नगरपालिका अथवा गाउँपालिका जस्तै नै हो। पारी देखिँदै गरेको घरहरू चाहिँ रुमथ्या हो भने यतापट्टि चाहिँ सालवा। यो बिचमा चाहिँ केही सानो मेन रोड, यही मेन रोडले चाहिँ छुट्याइएको छ सालवा र रुमथ्या। यो सानो मेन रोड सिधै जाँदा चाहिँ हामी उता गएर 25 नम्बर हाइवेमा जोडिन सक्छौँ। सालमिया यतैबाट 25 नम्बर हाइवेबाट जाँदा पनि हुन्छ, तर म चाहिँ युटर्न लिएर यहाँदेखि रुमथ्यातर्फ जान्छु। यहाँ जति पनि साइडमा गाडीहरू छन्, यिनीहरू सब गाडीहरू युटर्न लिनलाई वेटिङमा बसिरहेछन्। उताबाट आउने गाडीहरूलाई पालो दिँदै हामी चाहिँ युटर्न लिएर निस्किनु पर्ने हुन्छ। हामीले कहाँदेखि युटर्न लिने हो भन्ने कुरो हामीलाई पहिले नै थाहा हुनुपर्छ, किनभने गाडीको भिड एकदम हुन्छ। सो अचानक युटर्न लिँदाखेरि एक्सिडेन्ट हुने चान्सेस हुन्छ। त्यसैले हामीले निकै अगाडिदेखि नै आफ्नो साइडलाई पेलेर आउनुपर्ने हुन्छ। हामी चाहिँ अब रुमथ्यातिर जानुपर्ने हुन्छ। यो खाली बाटो सिधा गयो भने चाहिँ हामी बयानतर्फ जान्छौँ, तर हामी चाहिँ बयानतर्फ नगई रुमथ्यातिर मोडिन्छौँ। यो जुन पनि देखिरहेछ यो चाहिँ रुमथ्या हो होइन। यो ठाउँ एकदम सम्म र यहाँको घरको कलरहरू प्रायः जसो एकै नासो भएकोले म एकै ठाउँमा पो घुमिरहेको छु कि जस्तो लाग्न सक्छ। गल्फ कन्ट्रीतिर किन हो घरको कलर चाहिँ प्रायः जसो सबै घरमा एकै कलरको देखिन्छ, कि त खरानी कलरको भने कि त पहेँलो कलरको।
यही कलर मात्रै लाउनुको कारण के हो, कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला है। यो शान्त गाउँलाई छोडेर अब हामी लगभग सिटीतिर आइपुग्नै आँटेका छौँ। हाम्रो यात्रा चाहिँ सिटीसम्मको मात्रै रहनेछ। लगभग हामी रुमथ्याको पनि अन्तिम भेगमा छौँ। यहाँ अगाडि देखेको ठुलो राउन्डबोर्ड चाहिँ 5 नम्बर हाइवेको राउन्डबोर्ड हो भने यो राउन्डबोर्डको उता चाहिँ सालमिया पर्छ भने यता चाहिँ रुमथ्या। यो सालमिया चाहिँ कुवेतको एउटा महँगो सिटीमा पर्न जान्छ पनि भन्ने गर्छन्। यहाँ चाहिँ प्रायः जसो गरेर बाहिरतिरको मान्छेहरू बस्ने गर्छन्। यो शान्त गाउँदेखि सिटी छिर्ने बित्तिकै अलिकति भिडभाडको महसुस हुन्छ। सिटीमा चाहिँ प्रायः जसो धेरैवटा सिग्नल हुने भएर पनि होला अलिक त भिडभाड देखिएको। हामी बाइक राइडर भएको कारणले अलिकति सहज चाहिँ छ है। हामी सानो बाटोमा पनि छिर्न सक्छौँ, त्यही भएर केही मात्रामा अलिकति सहज फिल हुन्छ बाइक राइडरलाई चाहिँ। हामीले रमाइलो ठाउँहरूलाई निहाल्दै लगभग हाम्रो गन्तव्यसम्म आइसकेका छौँ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक गर्नुहोला, प्रतिक्रियाको लागि कमेन्ट छोड्नुहोला र सानो सहयोगको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै म अर्को भिडियोमा फेरि पनि आउने बाचाको साथ अहिलेलाई यहीँ बिदा हुन्छु। हस् त, बाई बाई।